न ल समाउ न छोरीलाई ल घुमाउला दुईजना टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे डियर फुरु छोरीले भन खै नमस्ते गरेको फटी राम्रो के ब्लेड दब्रन जम्मा वाल्दी आमा फु नगर फु गर्दैन मेरो क्वालिटी राम्रो छ नि त फोनको ल पुरो पुरो त्यो दियोले पोल्छ है दियोले पोल्छ है त्यसलाई हेपी बर्थडे जब मत्थाङ थान्दो बा होइन न चुकाते बुढो काते जम्मा दियो हामीले हेपी बर्थडे जस्तो थाङ अब फेरि त्यो डोरी बानिसकेँ मैले हवस् टेबल मुला ओइ दिदीलाई हामी छुच्ची नभन मम्मीलाई फर्काउनु हुँदैन है छोरी मम्मीको बेस्ट फ्रेन्ड है साथीले पुस्देऊ त लुलु के पनि हुँदैन भाग्य माने भइस न त्यही भरि आथानको राम्रोसँग पढ्यो है आदिका मिडल फिङ्गर ज्ञानी हुनु छोरी काङ्सु गाइस दाइ बढी दाजु नभए थुरुङ चिनी त मलाई टक्क चिनी त च्याङ्गा दिदी है त दिदी आदिका यार छुके लु जा ल फुल छ न त मैले काटे लो तागा बा अलि सिधै नै हो मान्छे सिधै हो छैन आमा बर्थडे नि अर्को बर्थडे नि किन गराको अबि नानी राम्रोसँग पढ्नु है ज्ञानी हुनु दिदी गर यहाँ मम्मी ज्ञानी त लाफै छु होला ज्ञानी भएको छ ज्ञानी भयो बहिनी पनि ज्ञानी हुन्छ होइन ठिक कता जाउँ कोनी कोनी नि ल बोल्न हुन्छ अन्दाज चाबीलाई कन्फर्म हाम्रो लि खोल्नु न सबै उतो झर्यो भने फेरि बुझ्यो त उहाँ चुकुनी पैसा घोरी दाम भयो अरे दिदी एक टुकर अहिले गर्ने हैन के ल फुरु बेबीलाई यो चाहिँ ल आफ्नै पैसा मम्मीले दिनु आगेको ल ल के खाएको गर्यो मामाले राख्छ टिका राख्छ कि राख्दैन ठिक त ध्यान गुसी खानु त पहिले के खाऊ ले थाहा नाना थान्किन लागे हे हे मामाको फेभरेट हो त्यो अनि टिका राख्न जाने रहेछ मामाले आउन जान्नु मामालाई ल्याउ के ल्याएको नि ओदा भाइवा मान्नु बा बाटारी जा अचार काटे मुला 50-50 उठेन्दैन रिदो न तारे 50-50 पालो से ठेन्दैन रिदो म 50-50 ami ya gista ada asang da asang mi tedu lop tola male nda maka sielo mai सानो मामा सबभन्दा फुरुको सबभन्दा सानो मामा फुरुको सबभन्दा सानो मामा राम्रोसँग पढ्नु ज्ञानी हुनु विदेश जानुपर्छ ल अमेरिका जानुपर्छ ओके ngay đấy theo là đầy bari da chứ mà là da chăng da chim ghé xe ba furu te jati basta basu mo gai da ren tasting है त्यो बिदिला बच्चा खेल
ल मुगाइ धरे ठुलो मान्छे पढ्नु ल राम्रोसँग पढ्नुहोस् अनि केटी मिम जाकिरमा डल्लुरी आइन है डल्लुरी ल ल ल यो सबभन्दा सानो आँगी फुरुकको सबभन्दा सानो आँगी चप्दासी चप्दासी है फोटो दिएको झजामराङमा मिम ग्रेन्दा चाहिँ क्लासमेट गाई भ्याएको थियो है पर्सि लगाएको थियो नाना झोल्ला बन्द गरिदिउँ नाना झोल्ला बन्द गरिदिउँ म झोल्ला बन्द गरिदिउँ छुच्चे आमराङमा सानो आँगी जस्तै म जस्तै छुच्चो समेत कान्छ है ज्ञानी हुनु पुरा दही बढी भएछ के चामल थोरै दही बढी भएछ 2 हप्ता आदिका तिम्रो त नाकभरि आइज त्यसलाई जले खाँदै नभन्न अरे है अहिले पुस्छ लास्टमा अहिले पुस्छ मगाइ तिलाई छौँ रेङ बनारी जान रेङ दियो तिम्रो पस्दै डरै रहेछ त हैन ल समाउ न छोरीलाई ल घुमाउला दुईजना टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर फुरु छोरीले भन्छ खै नमस्ते गरेको सबैलाई नमस्ते गर्नुस् केक काट्नुस् ल अब उ यहाँ पनि राख्ने म्याजिक पुग्नु परेन May God bless you. ल केक काटलु छोरी केक काटलु ओ समाउनु न दुईटा हातले हाय हाय साथी बसेकोले उ हेल्पै नगर्ने है झन् दिदी बस्छ मसँग दिदी बस्छ र म्याउबा ओ गुड मलाई खुवाउने अब मम्मीलाई खुवाउने कि उ थे नान्दा खुवा बारु ना छिटो खुवाउनु कसले खुवाउने फर्स्टमा त्यस्तो हरि हो त बगले ग्यास जान्छ दिदीले खुवाउन ल बेस्ट फ्रेन्ड है फुरुको बहिनीलाई नि खुवाउलु टिस्यु पेपर उदाउनु बा अर्का जम्माले आफै खाने जसरी ल आगन्नेस मम्मीले खुवाउँछु नि मलाई देऊ के बिलाङ छ नि दिदीलाई पनि खुवाउनु दिदीलाई खुवाउने नि अनि दिदीलाई खुवाएको दिदीलाई नि खुवाइदेऊ न थोरै छिल्याप त बा अले क्या थियो टिस्यु भएको फ्रिज फेरि टिस्यु मुला लु भयो ल अब मम्मीलाई खुवाइदे अब तेरो मम्मीलाई बात के माने बस अब गालामा म क्या चाहिँ हो भाइ हौ दिहाङ खारबागी खुवाउ जम्मा यार यो दिन्छ यो खाँदैन पुरीले छोरी आधा त ए झरी दिलो चुरी पेपर यो हात चुरी नै जम्मा ओ धुन लाला
अरे फ्लावर खाने हो फ्लावर हो पाउन्ड कतै 1350 एक पाउन्ड त 1350 किन्छी 1350 हो त नयाँ रिजिया बसाउँ मलाई जो स्ट्रबेरी तिम्रै बर्थडे हो अब सबैलाई खाना दिनु हात हातमै सानो सानो साङ्मो साङ्मो हेलो अहिले दिन्छु नि छोरीलाई ल हेलो पुरु 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 यता हेर्नुहोस् न हाई ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे त नजिमकै छ कि है डेकोरेसन नै छैन चुदाङमै हो त थाना भिला के लास्ट दिन यहाँ आप्ठ्यार तपाईँ बुढा थ्याङ्क यू काठे आसाङ हिँ बागी मुलो ताला सोलगो मुला मामाले के गिफ्ट निकालेको मैले केल्याम केही सोच्न नसकेर यो बोकेर आइदिएको म मामाले गिफ्ट लिएर आएको फुललाई लिएर माल तर्फबाट यो पनि थ्याङ्क यू भने है बुढो मामालाई थ्याङ्क यू मामा भन ओहो मामा के हो ललिपप 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 क्यान्डी भन्छ सानो पार्टी चाहिँ हो त्यहाँ के लेखाएको छ त्यहाँ छौ क्यान्डीमा लुधारे सोल छोएको पार्टी है साथीहरू पनि रहेछ साथीहरूलाई लगाइदिनु पर्यो हेर कति ब्युटिफुल ल ल ल 2-3 मिनेट लाग्छ 2 मिनेट ल साङ्मु पनि आऊ ल दुईजना अब के भन्नु फोटो खिच्न नमान्ने हेलो राम्रो हाई पुरु साङ्मु त आज कस्तो राम्रो आएको छ नि कति राम्रो लुगा लाएर आएछ मेरो कोन्मेले त यस्तो गर न सरी साङ्मुलाई त कस्तो ड्रेसअप चाहिन्छ यो पुरे जस्तो होइन क्या पुरे त झगडा गर्न मात्रै काटो कहाँ झरेको त साङ्मोको त ऊ त्यहाँनिर धरेर देखाइदिउँ होइन छोडिदेऊ साङ्मु लुज भइसक्यो तिम्रो बहिनी त छुच्ची छ है तर माया गर्छ बहिनीले साङ्मुलाई माया गर्छ त बहिनीले माथि उडाउँदै जान्छ दुईजना दिदी बहिनी बिचमा बस न बिचमा पाक्यो ओडा ओडा ऊ आले न स्कुटी आ भने हाम्रो छन् नि गर्दा ल चाबी छैन आइ सरी उयो खोइ त अनि कहाँ आउँछ त उता खिचिरहेछ उता हेर्नुस् त बाबा उता हेर्नुस् त ल आएन त कस्ता ए सरी तिल्ला देखि एङ्गल यम देबी भयो कि बत्र gore सीधा यम उदे डेकोरेसन उता हेर्न दादालाई हेर न त्यहाँ बिचमा फोटो पनि क्लिक गरे जान्छ ल उता हेर्न उता टु गरेर पनि टु यस्तो नगर्न छोरी झन् फोटो खिच्ने बेला यो सबै त के अरे केबाट फुलाएको थियो मुखले फुलाएको दाइ मैले त्यहाँबाट म 2 घन्टा सुतेको अब दुखेर रिङ रिङ भएर भिडियो पनि गरे बाबु भिडियो सहित Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Dear Puru, I love you. ल दिदी र बहिनीको मात्र मम पनि आउने
मम्मी चाहिँ अग्लो हुन्छ अनि मम्मीको हात गल्यो मलाई बोक्यो मलाई बोक्यो अरे लाउनु दिँदैन हजुरहरू मात्रै गर अरे ल मलाई पुगिसक्यो भने जस्तो मलाई पुगिसक्यो अरे अझ कति राम्रो आयो त्यो ल ह्याप्पी बर्थडे फुरु ह्याप्पी बर्थडे यो फुरु बेबी थ्याङ्क यू रे ल फोटो पनि खिच्छ है हामीले राम्रोसँग हेर ल ल ल ल फोटो 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 म चाहिँ राम्रै हालेन आई छोडो छोडो दिनु भयो त्यो भएर सधैँलाई काम लाग्छ पछिलाई I love you फुरु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे फुरु थ्याङ्क यू मम्मी भनेको खोइ छोरी छोइला पुरै खा जाउँ न सोल्गो नाना सोल्गो